नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? मेरो खराब बानी छ मेरो खराब आविष्कार केन्द्रमा के भइरहेछ हजुरले हल्का ब्रिफिङ गरिदिनुहुन्छ कि भने? हैन, आविष्कार केन्द्रमा भएको कुराहरू त्यसले एक राउन्ड आफैले घुमेर मन्त्री त म मन्त्री होइन, अब एउटा जिम्मेवारी, एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। जस्तो अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको? सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको? एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि, गरौँला। अहिले नि कसरी भन्ने, त्यो पत्रकारहरूले त नपेल्नु न हो। राष्ट्रिय आविष्कार केन्द्रलाई कतिपयले वर्कसप ग्यारेजको रूपमा पनि लिने गर्छन्। हाम्रो उसमा मान्छेहरूले दान गरेको 3-4 गाडी छ क्या, त्यो गाडी त हामीले बनाउनलाई उता त्यो वर्कसपतिर लैजान्छ। बुक लेख्ने चाहिँ कसरी आइडिया आयो? अथवा तपाईँ त एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको मेरो खराब बानी छ मेरो खराब के अरे मनको लड्डु घिउसित खानु भन्न हुन्छ र? जनताले पनि त्यही सोचिरहेको छ कि छिटो रकेट बनाए, छिटो मिसाइल बनाए भन्छ। ल रकेट बनाउने रे अनि सिंहदरबार हान्ने रे। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। हान्ने रे कस्तो कुरा अरे? रकेट बनाउने रे भारतलाई हान्ने रे। खत्म, बाय बाय, टाटा। एकदमै हामी खुसी छौँ भनिरहेछन्। मैले भनेको छु मलाई धन्यवाद दिन्छन्, मैले भन्छु मलाई धन्यवाद दिनु पर्दैन, सरकारलाई धन्यवाद दिनुहोस्। किनभने सरकारले अब वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको लागि केही सहयोग गरेको भएदेखि मैले यो किताब लेख्ने दुःख गर्ने थिएन। त्यस कारणले सरकारलाई धन्यवाद दिनु। मैले सन्देश दिएर मैले भने अनुसार गर्ने होइन नि, कसैले पनि आफ्नो इच्छा अनुसार गर्ने हो, आफ्नो चाहना अनुसार, आफ्नो सोचाइ अनुसार गर्ने हो होइन। बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भनेर बस्ने कुरा त होइन। अब बस्नलाई युवाहरूलाई जबरजस्ती बस्नुहोस् भन्न पनि किन भन्नु हुँदैन भने अहिले नेपालमा बस्ने स्थिति छैन। नेपालमा राजनीति गर्नुको लागि त्यो गर्ने ढङ्ग चाहिँ मसँग छैन। त्यस कारणले म राजनीतिमा आउँदिन। आउनुहोस् भन्दै अफर त लिएर आउला नि। आएर के गर्ने मान्नु पर्यो नि। धेरै अगाडि नै बनिसकेको हो, त्यसको नमुना मात्र हो होइन। खासमा चाहिँ त्यसो हो भने आविष्कार भनेको चाहिँ के हो त? हो, आविष्कार भनेको के हो भन्ने नेपालीले बुझेको आविष्कार र हामीले गर्न खोजेको आविष्कार फरक हो। खत्म, बाय बाय। 68 वर्ष पुग्नु भयो? 69 पुग्यो, अब 70 पनि पुग्छ। वृद्ध भत्ता आउने बेला भएछ त। ल अनि हुन्छ त्यसै गर्छु दाइ भने पछि 1 करोड रुपियाँ दियो कसैलाई त होला, तर राष्ट्रिय आविष्कार केन्द्रलाई मेडल मात्र दिएर केही हुने होला छैन, र त्यो मेडल मात्रै थाप्ने होला पनि छैन। म बस्ने पनि यही व्यवस्था छ? बस्ने कोही कसैको केही छैन। अब सुकुम्बासी छ, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजा खाने होइन, मजासँग चाहिँ धर्ना गर्ने, यो हो त्यो तरिका। अब जतिसम्म आवश्यक पर्छ धर्ना दिने, मजासँग धर्ना दिने, खाने होइन, मजासँग चाहिँ धर्ना गर्ने, यो हो त्यो तरिका। अब जतिसम्म आवश्यक पर्छ धर्ना दिने, मजासँग धर्ना दिने। यस्तो
सम्मानित हुँदाखेरिको क्षण कसरी हजुरले त्यसलाई चाहिँ कसरी लिनुहुन्छ होइन? यस्तो हो क्या, पहिलो कुरा त कुनै चिज आफूले खोजेको कुरो पायो भने आफूलाई चाहिँ रमाइलो लाग्ने, खुसी लाग्ने हो क्या। यो कुनै पनि मेडल मैले खोजेकै मेडल मेरो खराब पानी छ मेरो खराब अब यो जुन मिडिया छ, के मिडिया अरे, इन्डेफ स्टोरी इन्डेफ स्टोरी भनेछ। अब इन्डेफ स्टोरी भन्ने जुन मिडिया छ, तपाईँहरूलाई मनपर्छ भने सब्सक्राइब गर्नु। तपाईँलाई मन परेको परेन? अनि मलाई चाहिँ मिडियासँग त्यति वास्ता केही राख्नु। मेरो खराब पानी छ मेरो खराब बाय बाय। किन छिरेन? ल नेताहरूको दिमागमा छिरेन, ल मानौ एक किसिमले। नेताहरू, उनीहरू कतिपय नेताहरू त पढे लेखेको हुनुहुन्न, उहाँहरू चाहिँ गाउँमा डुल्दा डुल्दै त्यही नेता भएर आउनु भयो। गजब बेइज्जती है। तपाईँलाई के आवश्यकता पर्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने? पहिलो कुरा त त्यो मेडलले दुःख पाएको छ, रक्सी खानालाई बेच्न खोजेको त होइन। सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ, अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोसियल मिडियामा राखेपछि गृह मन्त्रालयले थाहा पायो। ल्यापटपले ठ्याक्क अनुहार खिच्छ कि खत्म। बाय बाय, टाटा। त्यहाँसम्म पुग्नका लागि विज्ञान प्रविधि पढेका विद्यार्थीहरूको पहुँच कस्तो रहन्छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै भनेर 5 वर्षमा मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि।